एभ्रिथिङ आई ट्राइड एट अ नेपाली फेस्टिभल फुड एडिसन। सुरुमा त हामीले मोमो हाउसको सेलरोटी किन्यौँ, 1000 रुपियाँको 2 पिस। सबैभन्दा बेस्ट दामी मिठो रोटी यहीँको थियो, मैले त यस्तो मिठो मानेर खाएँ। सेकेन्ड स्टप थियो हाम्रो थासाङ। यहाँबाट चाहिँ हामीले भुटन किनेका थियौँ। एक प्लेटको चाहिँ 700 पर्ने रहेछ। दामी थियो, एकदम मिठो थियो। बेस्ट भनेको चाहिँ तताएर दिनु हुँदो रहेछ, एकदम दामी लाग्यो त्यो पनि। यो जापानिज मिसेबाट चाहिँ हामीले क्युरी अर्डर गरेका थियौँ, एउटाको चाहिँ 300 पर्ने रहेछ। भिन्टेजबाट एक प्लेट चटपटे 500 को पनि किन्यौँ। त्यसपछि लाखेबाट चाहिँ हामीले एक प्लेट 500 को मोमो किन्यौँ। लास्टमा चाहिँ हामीले कोसेलीबाट चटपट किन्यौँ 500 को एक प्लेट। सबैभन्दा दामी चटपट मलाई यहीँको लाग्यो, मसला एकदम एक्स्ट्रा, एकदम दामी थियो है। मैले त यति दामी मिठो गरेर खाएँ। मैले चाहिँ सबै दोकानबाट एकउन्टा सामान किनेको थिएँ, किनभने मलाई सबैले सपोर्ट गर्नु मन थियो, त्यही भएर। त्यही नजिकको पार्कमा गएर चाहिँ हामीले सबै खानेकुरा मजाले ट्राई गऱ्यौँ होइन। सबैभन्दा दामी मोमो हाउसको सेलरोटी 10 मा 10, कोसेलीको चटपट 10 मा 10, भुटन र समोसा पनि एकदमै मिठो नै थियो। काँक्रा चाहिँ मलाई अलिकति बेसी नुनिलो लाग्यो। यति नै थियो यो भ्लगको लागि। कस्तो लाग्यो फलो फर मोर। ओके बाई।